फेरि पनि अर्को भिडियो लिएर आएको छु हजुरहरूको सामुन्नेमा, जो चाहिँ बेलुकाको हो। गुड इभिनिङ गाइस, मनदेखि नै हजुरहरूलाई नमस्ते छ। अनि हजुरहरू के कस्तो हुनुहुन्छ? हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म पनि भर्खर सुतेर उठेर अनि साइडमा आएर भिडियो बनाउँदैछु। विशेष त त्यस्तो कारण त केही पनि छैन होइन भन्नुलाई। जस्ट अब सानो एउटा भिडियो कन्टेन्टको लागि मात्रै, कन्टेन्टको लागि चाहिँ मेहनत गर्दैछु। अब कन्टेन्टको भिडियो हजुरहरूलाई के कस्तो लाग्छ? त्यस्तो राम्रो भिडियो पनि हाल्नु पाएको छुइनँ। अब हजुरहरूलाई यस्तो भिडियोहरू मनपर्छ पर्दैन त्यो चाहिँ त थाहा छैन। अनि त्यही पनि अब गर्दैछु मेहनत चाहिँ। अब त्यस्तो साह्रो गर्नु पनि आउँदैन, ब्लगहरू बनाउनु पनि आउँदैन, त्यही भएर अनि जस्तो हुन्छ जे हुन्छ सानो भिडियोहरू हाल्दै गर्दैछु। अब मेहनत गर्दैछु, यो मेहनतले के रङ ल्याउँछ भनेर आशा त गर्दैछु। हजुरहरूको सामनेमा एउटा भिडियो अपलोड गर्दैछु हजुरहरूलाई। अब कस्तो लाग्छ भिडियो हेरेर त्यो त हजुरहरूलाई मात्रै थाहा हुन्छ। अब हजुरहरूले अब हेरेर जति कमेन्ट गरेर सोध्नु भयो भने चाहिँ अलिकति भन्नु सकिन्छ। हजुरहरूले जति हेरेर कमेन्टमा जति सोध्नु भयो भने चाहिँ अनि त्यतिखेर रिप्लाई दिन सकिन्छ। नभएर त अब थाहा हुँदैन। हजुरहरूको सपोर्ट, माया, फलो, सब्सक्राइबर गरिदिनु होला, राम्रो लाग्यो भने। यस्तै छ नयाँ क्रिएटर हो। अब त्यही भएर त्यस्तो खासै त बोल्नु पनि आउँदैन। अब कोसिस त गर्दैछु हो सोसियल मिडियामा आउनुको लागि। जानी न नजानी गरिँदैछ। अब हेरौँ यो मेहनतले कहाँसम्म पुऱ्याउँछहरू। अब हजुरहरूको साथ सपोर्ट र माया चाहिएको छ। हजुरहरूले अवश्य पनि दिनुहुन्छ भनेर आशा गरिरहेको छु। हेरिदिनु होला, माया गरिदिनु होला। थ्याङ्क यू सो मच। आजको लागि यति नै।